यो पश्चिम रुकुममा पर्ने पश्चिम रुकुम 1 यो रुकुम बजार यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा झोलङ्गे पुल रहेको छ। यहाँ दुईटा छन् त, एउटा माथिल्लो झोलङ्गे पुल यो ठाउँमा रहेको छ भने अनि एउटा लामो खाले झोलङ्गे पुल चाहिँ यहाँ रहेको छ। यो झोलङ्गे पुल निर्माणदेखि अहिलेसम्म यो पुलबाट हामफालेर एकजनाले चाहिँ शहादत प्राप्त गर्नुभएको छ। यहाँदेखि तल बाटो छ हैन, निकै तल एकदमै हाइटमा भएको देखिन्छ। अनि त्यो पुलबाट पनि दुईजनाले चाहिँ हाम फाल्नु भएको छ अरे अहिलेसम्म यहाँको मान्छेहरूले त्यही भन्नुहुन्छ। यो पुलहरूले पनि भोग खाएको अरे भन्दै हुनुहुन्थ्यो हिजो एकजना स्थानीय। यस्तै छ। यो पुल क्रस गरिसकेपछि यो रुकुम पश्चिमको बजारको मान्छेहरूलाई चाहिँ हिँडेर जाने पैदल यात्रीहरूलाई एयरपोर्ट जानलाई चाहिँ सजिलो हुँदो रहेछ भने यहाँको स्थानीय पर्यटन पनि यो झोलङ्गे पुल तर्नको लागि पनि हेर्न र यहाँ बसेर फोटो टिकटकहरू बनाउनुको लागि पनि यहाँको स्थानीयहरू एकदमै बाहिरबाट आएको जिल्लाभन्दा सदरमुकामभन्दा बाहिरबाट आउनुभएकोहरू पनि यहाँ आएर टिकटक बनाउने चाहिँ भिडियोहरू बनाउने फोटो खिच्ने गर्नुहुँदो रहेछ। र यो चाहिँ तल देखिने बाटो चाहिँ हुलाकी राजमार्ग हो। पिपल नेटा भन्छ त्यो ठाउँलाई। त्यो बाटोबाट चाहिँ यता नेपालगञ्ज, जाजरकोट, सल्ली, सुर्खेततिर जान्छ। यस्तै छ हजुर। ल रमाइलो छ यहाँको दृश्य। आउनु होला एकपल्ट रुकुम पश्चिममा आउनुभयो भने चाहिँ एकपल्ट घुम्नु होला।